नमस्कार दर्शकवृन्द, म हुँ तपाईहरूकै राधिका म्याम। आज फेरि मैले गोल सेटिङको अर्को पाटो लिएर यहाँहरू समक्ष उपस्थित भइसकेकी छु र मलाई विश्वास छ यहाँहरूले यो भिडियोलाई अन्तिमसम्म हेरेर पक्कै पनि प्रतिक्रिया जनाउनु नै हुनेछ। गोल सेटिङ किन गर्ने र गोल सेटिङ गर्दाखेरिमा कस्तो फ्रेमवर्कमा गर्ने अर्थात् चाहिँ स्मार्ट फ्रेमवर्क भनेको के हो र यसमा कसरी गोल सेटिङ गर्ने भन्ने विषयमा मैले हिजो नै तपाईँहरूलाई केही कुराहरू राखिसकेकी छु। तर आज फेरि मैले गोल सेटिङ चाहिँ लिखित रूपमा किन गर्नुपर्छ भन्ने विषयमा केही कुराहरू लिएर आएकी छु। पक्कै पनि यहाँहरूलाई यो भिडियो असाध्यै मनपर्नेछ र यो भिडियोलाई यहाँहरूले अन्तिमसम्म हेरेर मलाई साथ दिनुहुनेछ र सपोर्ट गर्नुहुनेछ। पक्कै पनि गोल सेटिङ चाहिँ जहिले पनि लिखित हुनुपर्छ आदरणीय दर्शक महानुभावहरू, किनभने गोल सेटिङ चाहिँ लिखित भएन भने के हुन्छ त भन्दाखेरि त्यो गोल चाहिँ अचिभ हुँदैन भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्दछ। र लिखित रूपमा गोल सेटिङ गर्ने बेलामा हामीले के कुरा गर्नुपर्छ त्यो एउटा योजना बनाउनु पर्छ र त्यसलाई चाहिँ यसरी योजना बनाउने, एउटा लङ टर्म गोल सेटिङ, अर्को चाहिँ मिड टर्म र अर्को चाहिँ सर्ट टर्म है। लङ टर्म गोल सेटिङमा चाहिँ हामीले के गर्ने त, म 5 देखि 10 वर्षभित्रमा म के बन्ने त होइन, म के बन्न चाहन्छु, मेरो लक्ष्य के हो होइन, मैले के कुरा अचिभ गर्ने, 10 वर्ष पछाडि म कस्तो व्यक्ति बन्ने त भन्ने कुरा चाहिँ मैले के गर्नु पर्यो, लेख्नु पर्यो, लिखित रूपमा राख्नु पर्यो। त्यस्तै मिड टर्म गोल सेटिङमा चाहिँ 1 देखि 3 वर्षभित्रको गोल सेटिङ हुँदो रहेछ क्या। जस्तो विद्यार्थी भाइ बहिनीहरूको लागि के हुन्छ भने, मैले अबको दिनमा जस्तो अहिले एससी दिइरहनु भएको विद्यार्थी भाइ बहिनीहरूले अब मैले 3 वर्ष पछाडि अथवा चाहिँ मैले प्लस 2मा मैले के पढ्ने त होइन, म अबको 10 वर्ष पछाडि मैले के बनेर देखिनुपर्छ होइन, 5 वर्षमा मैले के बन्ने चाहिँ लक्ष्य बन्छ र 10 वर्ष पछाडि चाहिँ म कस्तो व्यक्तित्व बन्ने भन्ने कुराको गोल सेटिङ गरिसकेपछि अब मिड टर्म गोल सेटिङ गर्ने। मिड टर्म गोल सेटिङ गर्दाखेरिमा चाहिँ के गर्ने त भन्दा, मैले अब कुन विषय लिएर पढ्नुपर्छ त होइन, कुन विषयमा कुन कोर्समा चाहिँ कुन विषयको कोर्स चाहिँ मैले गर्नुपर्छ भन्ने कुरा थाहा पाउनु पर्यो। अनि मैले चाहिँ अब यो 3 वर्षभित्रमा अथवा चाहिँ मैले यो 2 वर्षभित्रमा चाहिँ मैले के गर्नुपर्छ त, यो विषयमा चाहिँ मैले पढ्नुपर्छ भनेर गोल सेट गर्ने। त्यस पछाडि सर्ट टर्म गोल सेटिङमा चाहिँ अब त्यो विषय पढ्नको लागि त म क्वालिफाई हुनु पर्यो नि त होइन। क्वालिफाई हुनको लागि मैले के गर्नुपर्छ त, फर इक्जाम्पल म चाहिँ अबको 10 वर्ष पछाडि म पाइलट बन्दैछु, 10 वर्ष पछाडि म इन्जिनियर बन्दैछु, अबको 10 वर्ष पछाडि म एउटा राम्रो डक्टर बन्दैछु, अबको 10 वर्ष पछाडि म एउटा राम्रो टिचर बन्दैछु, अबको 10 वर्ष पछाडि म एउटा एकदमै खतरा बिजनेसम्यान बन्दैछु भनेर मैले के गरेँ, गोल सेटिङ गरेँ। अब त्यसको लागि डक्टर पाइलट इन्जिनियर बन्ने हो भने त मैले के पढ्नु पर्ला, प्लस 2मा मैले साइन्स लिएर पढ्नु पर्ला। मैले बिजनेसम्यान पढ्ने हो भने, म बिजनेसम्यान बन्ने हो भने चाहिँ मैले के पढ्नु पर्ला, मैले म्यानेजमेन्ट पढ्नु पर्ने होला होइन। म टिचर बन्ने हो भने चाहिँ मैले एजुकेसन फ्याकल्टीमा मैले अध्ययन गर्नुपर्ने होला। अनि अब त्यो चाहिँ के भयो, मिड टर्म भयो। अनि सर्ट टर्ममा चाहिँ अब मैले त्यसको लागि कति पर्सेन्टेज अथवा चाहिँ कुन ग्रेड चाहिँ मैले ल्याउनु पर्छ त भन्ने कुरा चाहिँ 3 महिना 6 महिनाको लागि एउटा गोल सेट गर्ने होइन। अनि त्यस पछाडि के गर्ने त, दैनिक रूपमा त्यसलाई चाहिँ योजनामा लिएर आउने। त्यसलाई हामी अझ दैनिक रूपमा हरेक दिन, अब मैले त्यसको लागि के गर्नुपर्छ, इमिडिएट गोल सेटिङ पनि हुन्छ है। अर्को इमिडिएट गोल सेटिङमा चाहिँ के गर्ने त भन्दा, ल मैले चाहिँ अब 3 महिनामा यो सब्जेक्टमा यति ग्रेड चाहिँ लिएर आउन बाँकी छ भन्ने कुरा थाहा पाइसकेपछि मैले के गर्नुपर्छ त भन्दा, इमिडिएट गोल सेटिङ गर्ने। म हरेक दिन अब कति समय पढ्ने त, 1 घन्टा पढ्ने, 2 घन्टा पढ्ने अथवा 3 घन्टा 4 घन्टा मेहनत गर्नुपर्ने हो, मैले कति समय मेहनत गर्दाखेरि म त्यो कुरा चाहिँ अचिभ गर्न सक्छु भन्ने कुरा इमिडिएट गोल सेटिङ पनि बनाउने। अब एउटा फ्रेमवर्क तयार भइसके पछाडि अनि मलाई के हुन्छ त भन्दा, सहज हुन्छ नि त होइन। मैले चाहिँ इजिली त्यो गोल अचिभ गर्नको लागि के गर्छु त, त्यसको लागि चाहिँ मैले कामहरू गर्छु र राति मेहनत गरिसकेपछि पक्कै पनि म सफल हुन्छु। अब त्यति गरिसके पछाडि अनि अर्को एउटा चिन्तन गर्ने क्या। कस्तो चिन्तन त भन्दा, मलाई के कुराले चाहिँ यो गोल अचिभ गर्न चाहिँ रोक्छ होला त भन्ने कुरा थाहा पाउने के कुरा चाहिँ मेरो अब्स्ट्याकल फ्याक्टर्स हो त। फर इक्जाम्पल एउटा के हुनसक्छ, एउटा मोबाइल फोन हुनसक्छ होइन। यो मोबाइल फोनले मलाई कति समय चाहिँ मैले मोबाइलमा व्यतीत गरिरहेको छु होइन। जस्तो म चाहिँ दिनमा 2-3 घन्टै मोबाइल हेरेर बिताइरहेको छु कि चाहिने भन्दा नचाहिने भिडियोहरू बढी हेरिरहेको छु, के गरिरहेको छु, यो कुरालाई के गर्ने, अब लिस्ट आउट गर्ने क्या। मेरो अब्स्ट्याकल्सहरूलाई पनि के गर्ने, लिस्ट आउट गर्ने। मलाई के केले अब्स्ट्याकल्स गरिरहेको छ भने, म साथीहरूसँग कति समय कुराकानी गरिरहेको छु होइन। अनि त्यस पछाडि मैले आफन्तहरू आफ्नो साथीहरूसँग मैले कति समय भेटिरहेको छु अथवा चाहिँ होइन, त्यो समय कति चाहिँ खर्च गरिरहेको छु, अनप्रोडक्टिभ वर्कमा म कति समय मैले व्यतीत गरिरहेको छु, त्यो सबै लिस्ट आउट गर्ने। त्यसलाई टक 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 गोलो लगाएर के गर्ने त, समाधान गर्नतर्फ लाग्ने। कसरी समाधान गर्ने त भन्दा, फर इक्जाम्पल मैले मोबाइलमा चाहिँ मैले 2-3 घन्टा एक दिनमा समय व्यतीत गरिरहेको छु। अब यसलाई मैले मोबाइल यति समय मैले चलाउँछु, यो मेरो के हो त, अब्स्ट्याकल्स हो।
अब्स्ट्याकल फ्याक्टर्स हो यसलाई गोलो लगाउने। आजको दिनदेखि मैले मोबाइल फोनलाई यति समय मात्र 20 मिनट मात्रै चलाउँछु, 5 मिनट मात्रै चलाउँछु। अथवा एउटा कुरा थाहा छ हजुरहरूलाई, एउटा कुरा चाहिँ के थाहा हुनु पर्यो भने मैले एकचोटि मोबाइल फोन यसरी हेर्दाखेरिमा मैले 5 मिनट हेरेँ भने अर्को 20 मिनट चाहिँ म डिस्ट्र्याक्ट हुँदो रहेछु क्या। त्यही भएर हामीले के गर्नु भएन त भन्दा यो मोबाइलमा धेरै ध्यान केन्द्रित गर्न पनि भएन। अब यसलाई राखियो होइन, यसलाई गोलो लगाइयो, यसलाई चाहिँ के गरियो त फ्याँकियो। तर माइन्ड पनि के हुनु पर्यो, स्ट्रङ हुनु पर्यो क्या। त्यसको समाधान के हो त भन्दा सबैभन्दा पहिला त आफ्नो माइन्डलाई यसरी ट्रेन गर्ने कि म जसरी पनि यो काम चाहिँ गरेरै छाड्छु भन्ने खालको एउटा कमिटमेन्ट चाहिँ हामीले गर्नुपर्छ। अनि त्यस पछाडि म साथीभाइसँग चाहिँ म समय व्यतीत गरिरहेको छु होइन, अननेसेसरी कुराहरू गरिरहेको छु, अननेसेसरी भेटघाटहरू गरिरहेको छु। अनि त्यसलाई पनि गोलो लगाइदिने अब होइन, त्यसलाई गोलो लगाएर त्यसलाई पनि साइडमा राखिदिने। अब के गर्ने, अब एकदमै आवश्यक परेको बेलामा मात्रै भेटघाट गर्ने। त्यो किन त भन्दा मैले त्यो टर्ममा त्यो समय अवधिभित्रमा मैले एउटा लक्ष्य चाहिँ के गर्नु छ, पुरा गर्नु छ नि त। त्यही भएर मैले के गर्ने त अब त्यो कुरा पनि गोलो लगाएर छोडिदिने। अनि अर्को कुरा, मैले आफ्नो आफन्तहरूको विवाह व्रतबन्ध अनि सानातिना पार्टीहरूमा म कतिको समय व्यतीत गर्छु ती कुराहरूलाई पनि गोलो लगाउने। अब म जानै पर्ने ठाउँमा त मैले जानुपर्छ होइन, जहाँ चाहिँ मैले मेरो मोरल ड्युटी पुरा गर्नुपर्ने हुन्छ, नैतिक कर्तव्य, त्यस्तो ठाउँमा त जानै पर्यो। तर जहाँ मैले नजाँदा पनि हुन्छ होइन, मेरो बुवा आमाले जाँदाखेरि हुन्छ, मेरो आफ्नो आफन्तहरूले जाँदा हुन्छ, मैले नजाँदा नि हुने ठाउँमा चाहिँ म नजाने क्या। त्यसरी चाहिँ के गर्ने त एउटा तयार गर्ने। अनि अन्य कुराहरू पनि अब के छ, के अब्स्ट्याकल फ्याक्टर्सहरू छ त्यसलाई लेख्ने र त्यसलाई के गर्ने गोलो लगाइदिने। अनि त्यस पछाडि त्यसलाई बन्द गरेर राखिदिने। अबदेखि म यो चाहिँ गर्दिनँ भनेर कमिटमेन्ट गर्ने। त्यस पछाडि अनि के गर्ने त, अनि आफ्नो चाहिँ गोलमा अथवा आफ्नो लक्ष्यमा केन्द्रित रहेर एकदमै केन्द्रित भएर फोकस गरेर अनि के गरे त हामीले काम चाहिँ गर्नुपर्ने हुन्छ होइन। यहाँसम्म त पक्कै पनि तपाईँहरूलाई अलिकति क्लियर भयो नै होला। अब हेर्नुहोस् है त, अब किन लेख्नुपर्छ त गोल सेटिङ भन्ने कुरा है। गोल सेटिङ गर्दाखेरिमा म यो लक्ष्य चाहिँ जसरी पनि प्राप्त गर्छु भनेर एउटा स्ट्रङ कमिटमेन्ट गरिसके पछाडि त्यसलाई लेख्ने। 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर कतिवटा छ त्यो सबै के गर्ने, लेख्ने अनि सिग्नेचर गर्ने, साइन गर्ने। सिग्नेचर गरेको तल होइन त्यसको ठ्याक्क तलपट्टि चाहिँ आफ्नो डेट लेख्ने, आजको डेट लेख्ने, मैले गोल सेटिङ गरेको दिनको डेट के, मैले कुन दिन कुन कुरा चाहिँ अचिभ गर्नको लागि लेखेको छु भन्ने कुरा नि एउटा राम्रो डायरीमा त्यो कुराहरू लेखेर त्यसलाई के गर्ने त राख्ने। र हरेक दिन अब त्यसलाई के गर्ने, एभ्री डे त्यो गोललाई चाहिँ 1 चोटि 2 चोटि 3 चोटि भए पनि हेर्ने क्या। बिहान 1 चोटि हेर्ने, पढ्ने होइन। अनि त्यस पछाडि दिउँसोमा त अब पोसिबल हुँदैन विद्यार्थीको लागि, अनि बेलुका सुत्नुभन्दा अगाडि पनि त्यो गोललाई 1 चोटि पढ्ने बानीको विकास गर्नुपर्छ। किन पढ्नुपर्छ मैले एकछिनमा भन्छु है त। अब किन लेख्नुपर्छ भन्ने कुरा चाहिँ हामीले पहिला थाहा पाऊँ। तपाईँहरूले चिन्नुहुन्छ होला, उहाँ चाहिँ होइन के अरे फ्र्याङ्कलिन डी रोजवेल्ट भन्ने चाहिँ एकजना व्यक्तित्व जो चाहिँ अमेरिकाको पछि राष्ट्रपति बन्नुभयो। उहाँले चाहिँ उहाँको यो फोटो चाहिँ बचपनको फोटो एउटा देखाइएको छ। किन देखाइएको त भन्दा उहाँ जति बेला 7 क्लासमा पढ्नु भएको थियो नि, उहाँलाई उहाँको विद्यालयले चाहिँ के गरेको थियो त भन्दाखेरि व्हाइट हाउसमा चाहिँ एजुकेसनल एक्सकर्सनको लागि लिएर गएको थियो अरे क्या। एजुकेसनल टुर हुन्छ नि हो, त्यसको लागि लिएर गएको थियो अरे। अनि त्यो भिजिट गरिसकेपछि त्यो व्हाइट हाउस भिजिट गरिसके पछाडि चाहिँ सबैले चाहिँ एउटा रिभ्यू बुक हुन्थ्यो होइन, त्यहाँ चाहिँ एउटा रिभ्यू बुक राखिएको थियो र त्यो रिभ्यू बुकमा चाहिँ के गर्नु पर्थ्यो त भन्दा लेख्नु पर्थ्यो अरे क्या है। त्यसमा के लेख्नु पर्ने त भन्दा त्यो कस्तो लाग्यो अथवा त्यसको विषयमा तपाईँको धारणा के छ भन्ने विषयमा चाहिँ सरल लेख्नु पर्थ्यो अरे। अनि त्यस पछाडि अब सबैले अब होइन वाह कस्तो राम्रो, कति वन्डरफुल होइन, एकदमै राम्रो लाग्यो यताउता के लेख्नुभयो। तर जो उहाँ फ्र्याङ्कलिन डी रुजवेल्टले चाहिँ के लेख्नु भएछ त भन्दा मैले मेरो भविष्यको घर भेट्टाएँ भनेर लेख्नु भएको थियो। मैले मेरो भविष्यको घर भेट्टाएँ। अनि यो कुरा चाहिँ अब त्यति बेला त मान्छेलाई त्यो अचम्म लाग्यो होइन, कस्तो बच्चा रहेछ, अनि मेरो चाहिँ फ्युचर रेसिडेन्ट मैले चाहिँ भेट्टाएँ भनेर लेखेको छ भन्ने कुराहरू चाहिँ भन्यो। मैले मेरो भविष्यको वासस्थान भेट्टाएँ भनेर लेखेको थियो। त्यो कुरा कहिले पुरा भयो त भन्दा जति बेला फ्र्याङ्कलिन के अरे डी रुजवेल्ट चाहिँ त्यो अमेरिकाको राष्ट्रपति हुनुभयो। अनि उहाँ राष्ट्रपति भइसके पछाडि चाहिँ के गर्नुभयो त त्यो व्हाइट हाउसमा बस्न पाउनुभयो नि त। त्यो पावरफुल वर्ड्स भनेको के थियो त, टुडे आई भिजिटेड माई फ्युचर रेसिडेन्ट, यही नै लेखेको थियो कि उसले चाहिँ होइन, टुडे आई भिजिटेड माई फ्युचर रेसिडेन्ट, मैले आज मेरो भविष्यको वासस्थान चाहिँ घुमेँ भनेर लेखेको। अनि त्यस पछाडि ती फ्र्याङ्कलिन डी रुजवेल्टले चाहिँ पछि चाहिँ अनि अमेरिकाको राष्ट्रपतिको लागि चुनाव लड्दै गयो। उनले चाहिँ 1 पटक होइन 2 पटक होइन 4 पटकसम्म अमेरिकाको के गरियो त, उनी चाहिँ राष्ट्रपति भयो।
4 पटकसम्म के। अनि 4 पटकसम्म एउटै मान्छे लगातार राष्ट्रपति भएपछि अमेरिकाको कानुनले के गर्यो त, कानुनै परिवर्तन गरेर 2 पटक जिते पछाडि अब चुनाव लड्न नपाउने भनेर चाहिँ नियम परिवर्तन गरियो। हेर्नुहोस् है त, यस्तो हुँदो रहेछ क्या। त्यही भएर हाम्रो गोल चाहिँ के हुनुपर्ने रहेछ, लक्ष्य चाहिँ लिखित रूपमा लेखिएको हुनुपर्छ भन्ने कुरा चाहिँ यसले चाहिँ बडो महत्त्वपूर्ण अर्को कुरा चाहिँ राखेको छ। त्यस्तै अर्को एउटा कुरा पनि हेरौँ न ल तपाईँहरू, यो कुरा पनि हेर्नुहोस् हैन। यो चाहिँ स्थानीय निकायको चुनाव 2074 वैशाख 31 गतेको कुरा हो हैन। एकजना व्यक्तिले चाहिँ यस्तो एउटा फेसबुकमा एउटा स्ट्याटस लेख्नुभयो। त्यति बेला स्थानीय चुनाव भइरहेको बेलामा उहाँले के लेख्नुभयो भने, मैले आज भोट गरिन किनकि म उम्मेदवार नै थिइनँ। भनेको म भोटर मात्रै थिएँ तर म जो उम्मेदवार हुनुपर्ने नेता चाहिँ म थिइनँ भनेर भनेको हैन। म लिडर थिइनँ। म अहिले पढ्दैछु, म अहिले स्टुडेन्ट हुँ, मैले पढ्दैछु र मलाई थाहा छ कि मेरो देश कसरी बनाउनु पर्छ हैन। मलाई यो कुरा थाहा छ कि मेरो देश कसरी बनाउनु पर्छ भन्ने कुरा मलाई थाहा छ र म अर्को पटक अवश्य पनि भोट खसाल्नेछु। अर्को पटकको चुनावमा चाहिँ म अवश्य पनि भोट खसाल्नेछु, तर आफ्नै लागि भनेर भनेको थियो अरे के हैन। अनि आफ्नै लागि भनेर भनेको थियो र म मेरो देशको विकास गर्नेछु। त्यसपछि म के गर्नेछु त, मेरो देशको विकास गर्नेछु। कति अठोट कुरा छ हेर्नुहोस् त हैन। मैले आज भोट गरिनँ, राम्रोसँग हेर्नुहोस् है त, मैले आज भोट गरिनँ किनकि म उम्मेदवार नै थिइनँ। म अहिले पढ्दैछु र मलाई मेरो देश कसरी बनाउनु पर्छ भन्ने कुरा थाहा छ र म अर्को पटक अवश्य पनि म भोट खसाल्नेछु, तर म मेरो आफ्नै लागि खसाल्नेछु र म मेरो देशको विकास गर्नेछु भनेर भनेको कसले भनेर रहेछ थाहा छ? किनकि मलाई अरू कसैको पनि विश्वास लागेन। किनभने मैले आफूमाथि बाहेक अरू कसैमा पनि विश्वासै गर्न सकिनँ भनेर यो कसले भनेको थियो थाहा छ हजुरहरूलाई? उहाँले भन्नुभएको थियो के हैन। मेयर बालेन शाह, जसले चाहिँ के गर्नुभयो त भन्दा यो 74मा चाहिँ उहाँले भनेको कुरा 78मा आएर पुरा गर्नुभयो र 2022मा चाहिँ उहाँको टोटल भोट 61,767 मत लिएर आएर हैन उहाँले चाहिँ के गर्नुभयो त, काठमाडौँ महानगरपालिकाको उहाँ चाहिँ मेयर जस्तो एकदमै महत्त्वपूर्ण पदमा चाहिँ उहाँ निर्वाचित हुनुभयो। र अहिलेसम्म पनि उहाँले के गरिरहनु भएको छ, उहाँले चाहिँ आफ्नो भिजन, आफ्नो योजनाहरू मानिसहरूलाई देखाइरहनु भएको छ, गरिराख्नु भएको छ काम हैन। त्यो कतिपय कामहरू चाहिँ पुरा गर्न नसकेको त्यो आफ्नो ठाउँमा त्यो राजनीतिक पार्टीतिर म गइनँ, तर एटलिस्ट उहाँले त्यो लिखित रूपमा उहाँको जुन लक्ष्य थियो त्यो चाहिँ उहाँले पुरा गर्नुभयो भन्ने कुरा चाहिँ हामीले थाहा पाउनु पर्यो। अब मेरा एकदमै फुटबल प्रेमी विद्यार्थी भाइ बहिनीहरूको लागि मैले एउटा अर्को कुरा लिएर आएकी छु। तपाईँहरू सबैजनालाई थाहा छ, सबैजनाले चिन्नुहुन्छ उहाँलाई हैन। उहाँ चाहिँ को हो त, मेस्सी हो। सबैजनाले एकदम मेस्सी 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 भनिरहेको हुन्छ। जुन मेस्सीले चाहिँ 2014मा चाहिँ के गर्नुभयो त भन्दा वर्ल्ड कप चाहिँ हार्यो अरे कि मेस्सीले चाहिँ हैन। आफ्नो कन्ट्रीको लागि खेल्दाखेरिमा मेस्सीले चाहिँ वर्ल्ड कप हार्यो 2014मा। अब म यसलाई धेरै कुराहरू गर्दिनँ किनभने तपाईँहरू मभन्दा एकदम खतरा हुनुहुन्छ हैन फुटबलमा, तपाईँहरूलाई थाहा छ यो कसरी हुन्छ भन्ने कुराहरू, के हो भन्ने कुरा। अनि 2018मा पनि कोबाट त भन्दा फ्रान्सबाट नकड आउट भयो क्या हैन। अनि 18मा पनि जित्न सकेन। त्यस पछाडि मेस्सीले यति स्ट्रङ आफ्नो माइन्ड सेट गरे, आफ्नो गोल सेट गरे कि त्यसपछि उनले कहिले थाहा छ 2022मा गएर त्यही फ्रान्सलाई नै हराएर वर्ल्ड कपको फाइनलमा हैन उनीहरू चाहिँ विनर बनेका थिए। मेस्सीले चाहिँ जितेका थिए, उनी क्याप्टेन थिए र उनले जिते। भनेपछि के रहेछ त भन्दा पहिला चाहिँ एउटा विल पावर चाहिँ के बनाउनु पर्ने रहेछ, स्ट्रङ बनाउनु पर्ने रहेछ है। यो कुरा चाहिँ हामी सबैजनाले एकदमै बुझ्नुपर्ने कुरा भन्ने कुरा चाहिँ मैले त्यसैले लेख्नुपर्छ भन्ने कुरा भयो। अब हेर्नुहोस्, अनि अब रेगुलर रिभ्यू गर्नु पर्यो क्या। मैले गोल त बनाएँ हैन, गोल सेट पनि गरेँ। गोल सेट गर्नको लागि हेर्नुहोस् त अब मैले चाहिँ मासिक रूपमा महिनामा रिभ्यू गर्ने हैन। मैले के गरेँ त, यो महिनाभरि मैले आफ्नो गोल प्राप्त गर्नको लागि, मैले चाहिँ मेरो लक्ष्य प्राप्त गर्नको लागि के कामहरू गरेँ भनेर रिभ्यू गर्नु पर्यो। त्यसमा मैले काम गरेँ कि गरिनँ, सानो सानो प्रगतिहरूको पनि प्रशंसा गर्ने। मैले यति कुरा चाहिँ मैले अचिभ गरेछु है, यो कामहरू चाहिँ मैले गरेछु भनेर अनि आफूले आफूलाई थ्याङ्कफुल हुने क्या, अप्रिसिएट गर्ने हैन त्यो कुरामा। अनि आवश्यक पर्यो भने चाहिँ गोललाई चाहिँ परिमार्जन पनि गर्न सकिन्छ। कहिलेकाहीँ ल मैले चाहिँ यो कुरा पुरा गर्न नसक्ने रहेछु भन्ने कुराको फिल भयो भने के गर्न सकिन्छ त भन्दा त्यसलाई चाहिँ परिमार्जन गरेर हामी चाहिँ के गर्नुपर्छ, फेरि अगाडि बढ्नुपर्छ, अर्को गोल सेट गर्न पनि सकिन्छ। एउटा भनाइ छ हैन, गोल चाहिँ परिवर्तन गर्न सकिन्छ, लक्ष्य परिवर्तन गर्न सकिन्छ, तर लक्ष्य चाहिँ हामीले कहिले पनि के गर्नु हुँदैन त, छोड्नु हुँदैन। त्यसैले हामीले के गर्नुपर्छ, एभ्री डे, मैले अघि भने नि हरेक दिन हामीले के गर्नुपर्छ, बिहानमा कम्तीमा पनि 9 पटक मैले लेखेको गोल चाहिँ के गर्नुपर्छ, पढ्नुपर्छ क्या। हेर्नुहोस् है मैले चाहिँ पढ्ने, जस्तो मैले यो डायरीमा के गरेको छु त एउटा गोल लेखेको छु, अनि कम्तीमा पनि 9 पटक चाहिँ गोललाई पढ्ने क्या, आफूले पढ्ने। अनि बेलुका आएर चाहिँ 6 पटक भए पनि पढ्ने रे यसलाई
त्यो गर्दाखेरिमा दिमागमा हाम्रो चाहिँ माइन्ड हुन्छ नि त होइन, सबकन्सियस माइन्ड, त्यो सबकन्सियस माइन्डमा यति स्ट्रङली त्यो कुरा बस्छ नि, त्यसले यसरी घर गर्छ कि त्यो जसरी पनि जबरजस्ती हाम्रो माइन्ड यसरी ट्रेन हुन्छ कि त्यो हुनै पर्छ भन्ने कुरा चाहिँ हुन्छ। त्यसैले जस्तो अब अहिले चाहिँ होइन आजबाट के भयो त, स्वस्थानीको व्रत कथा सुरु भयो, हजुरहरू सबैजनालाई थाहा छ यो कुरा। अनि स्वस्थानी व्रत कथामा चाहिँ पार्वतीले आफ्नो आफ्नो चाहिँ श्रीमान शिवलाई प्राप्त गर्नको लागि उनले के गरेका थिइन् त, आफ्नो घर परिवारै छोडेर गएर तपस्या गरेका थिइन् रे, एकदमै कठोर तपस्या गरेकी थिइन् भनेर भनिएको छ। सबैजनाले पढ्नु भएको छ, सुन्नु भएको छ। भनेपछि भगवानले त आफूले चाहेको कुरा प्राप्त गर्नलाई तपस्या गर्नु पर्दो रहेछ भने हामी त के हो, हामी मान्छे हो। त्यसैले आदरणीय दर्शकवृन्द, हामीले पनि के गर्नुपर्छ त, कठोर तपस्या गर्नुपर्छ कुनै पनि कुरा प्राप्त गर्नको लागि। त्यसैले आजदेखि के गरौँ, आजदेखि हामीले के गरौँ, तपस्या गरौँ, कठोर तपस्या गरौँ, अवश्य पनि हामी एक दिन के हुन्छौँ त, सफल हुन्छौँ है त। हस् ल, आजलाई मैले यति नै गरेँ। यदि योसँग सम्बन्धित अझै धेरै कुराहरू जान्न मन लाग्छ भने अवश्य पनि म तपाईँहरूको कमेन्टको प्रतीक्षा गर्ने नै छु, र हजुरहरूको कमेन्ट आएपछि मात्रै भिडियो बनाउँछु है अब चाहिँ गोल सेटिङको विषयमा। हुन्छ ल, आजलाई भने छुटौँ। यहाँहरू सम्पूर्णको बाँकी पल बाँकी समय शुभ रहोस्।